Holy. Happy Holi. Happy Holi. Happy Holi अम्मा जी. हाम्रो होली त खट्टा छ नि. खट्टा छ नि. Happy Holi. Happy Holi. होलीको रमझम यस्तो छ. यता चाहिँ बल्ल होली लाग्दैछ साथीहरु. सानोको याद आयो हामीले यस्तै लोला बनाएर रोडमा हेरी मान्छेले सबैलाई छाप्दै. आज मेरो घरमा पाक्दै छ मासु, गोबी अनि मटर अनि आलु. अब यो मम्मीले पठाएको मासु नभ्याउनेसम्म मेरो घरमा यही मासु पाक्छ गाइस. अनि यता छ बेथीको साग, अझै चाहिँ खानबेला हुन्छु. सब्जी पनि पाक्यो. गुड मर्निङ बेबी. मेरो बेबी चाहिँ भर्खरै उठ्नु भएको है. आज त होली हो नि. ह्याप्पी होली. साथीहरु खाना खान लाग्यो. मेरो छोरोले यस्तो मिठाई काम गर्यो. कति चाँडो पानी भएको त नि. अनि हजुर कहाँ थियो र जस्तो मैले रगेस त बन्द लाग्यो. यो त फालिसकेको कच्चा र यहाँ. अनि हजुर यतै छ भात छ भने हेर्नु पर्दैन नि. मेरो बेबी चाहिँ रेडी भइसक्यो है होलीको लागि. साथीहरु होली खेल्न जाने रेडी भएको. मेरो छोरा उठ्नु छैन. बाबु उठे जाने भनेको. ड्रेस तारा सुताइदिएको सुतेको छु. मेरो बेबी उठ्नु भयो. अब होली खेल्न जाने हो नि त बेबी. होली बोय. होली खेल्न जाने हो. माई फर्स्ट होली. नहीं खेलना होली. होली खेलने जा रहे जा रहे हो आप नहीं गए फिर. नहीं, वो तो स्टाफ के साथ जा रहे थे. अच्छा टीका लगा दो आपको. हाँ, लगा दो. मैं लेट के रहा होली. हैप्पी होली. ठीक है. हैप्पी होली. हैप्पी हैप्पी होली. होली. आज चाहिँ मेरो बाबुको फर्स्ट होली. ह्याप्पी होली गाइस. ह्याप्पी होली साइड आमी. हैप्पी होली जरूर मैं सर कति जनाले फिटिङ गरेर ल्याले बेफेर हैप्पी होली. दाजुलाई पनि ह्याप्पी होली. हैप्पी होली. होलीको रङ जस्तै हाम्रो जीवनमा पनि यस्तै सधैँभरि रङ भरियोस्. हाई गाइज, वेलकम टु माई युट्युब च्यानल. अनि सबैजनालाई ह्याप्पी होली गाइज. ह्याप्पी होली भन्नुहोस्. हैप्पी होली. ह्याप्पी होली. हाँस्दा अझै ह्याप्पी होली भन्दै. सो साथीहरू हाम्रो नेपालमा चाहिँ होली हिजो नै थियो. अनि यता चाहिँ इन्डियामा चाहिँ आज हो बल्ल होली. सो त्यही भएर हामी चाहिँ यहाँ होली खेलिहाल्यौँ. हामी तिनजना. मेरो छोराको फर्स्ट होली. पछि हेरेर चाहिँ उसलाई मेमोरिज होस् भनेर मैले चाहिँ यहाँ भिडियो बनाउँदैछु. अनि त्यही हो हामी चाहिँ अब बाबुको फोटोसुट गरिदिन्छ. हामीहरू पनि फोटो खिच्छौँ यहाँ छतमा. त्यहाँदेखि चाहिँ हामी अब कता जान्छौँ हेर्छौँ. अहिले अपडेट दिन्छु. अहिलेको लागि चाहिँ सबैजनालाई ह्याप्पी होली फ्रम आवर साइड. हाम्रो फ्यामिली त फ्यामिलीको तर्फबाट ह्याप्पी होली गाइस. हैप्पी होली बाबुजी. ह्याप्पी होली. ह्याप्पी होली. रेसिपी तो थोड़ा लगा देते. बस ओके पहले चलो मुबारक हो बहुत होली का. चलो हैप्पी होली. ह्याप्पी होली. देखो आपको भी ह्याप्पी होली. चलो को लेखेको. हामी चाहिँ बाबुको फोटोसुट गर्न आएको. झन् अँध्रोमा झन् टोपी नलाइदेऊ न. त्यतिकै राम्रो देखेछ त. मेरो बेबीको टी सर्टमा हेर्नु त के लेखेको छ. माई फर्स्ट होली विथ मम्मा एन्ड पापा. मेरो सानोको फर्स्ट होली हो नि है. फोटो खिंचाया नहीं था. चलो आपको आपको कलर की जैसे आपका रंग भी बहुत अच्छे से रंग है आपका. अच्छा हो आपको जाए भी जाए. हैप्पी होली अम्मा जी. खुश रहना हमेशा. अच्छा लगा आपको मिलके. ठीक है.
बरु खिच्नु न कति राम्रो लगा दीजिए आप उसको लाला को लाला बोलते हैं ना आप लाला को लाला को ओके हो गया अम्मा जी सो गाइस हामीले होली खेल्न हिँडेको अब यस्तो बच्चाको आएपछि त्यहाँनिर बच्चाको पुरा होली खेल्न हिँड्नु सो हामी चाहिँ अब यहाँ मेरो बुढाको स्टुडेन्टहरूले होली खेल्न बोलाएको छ अनि हामी चाहिँ त्यति जानु लागेको बच्चाको आमा भएपछि यसरी होली खेल्न जानुको हामी चाहिँ बुढाको सबको हैप्पी होली चलो हैप्पी होली चलो हैप्पी होली रुको रुको वीडियो भी करना है रुको पहले सर को लगाने दो रुको अभी पहले सर को लगाने दो उसके बाद आ जाओ आप लोग भी अच्छा तो लगेगा नहीं इसका भी लगा क्या है लगा गए क्यों लगाया इसको इसका मैं निकालूंगी रुको चलो बाबू चलो मैं चलो मैं भी एक लगा ले नमस्ते हैप्पी होली आपको नमस्ते आंटी ओके थैंक यू ठीक है ठीक है नहीं वो खाली हो गया चलो ओके हैप्पी होली सभी को हैप्पी होली तो लगा दिया मैंने ना आपको नाली छोड़ रहा है ना इसका नाम क्या है? ग्रिफिन बाबु चाहिँ यहाँ रोए सबैलाई नयाँ देखेर ओके त्यो चस्मा खोल्नु न चस्मा लगाएर देखेन कि मुख बनाएको छ मुझे देख रहे हो कोई नहीं डरो मत हेलो से हेलो 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 ओके हाम्रो चाहिँ यहाँ के ल्याइदिनु भएको छ आन्टीले खाना खाएर आएको हामी चाहिँ यहाँ आन्टीले के लिएर आउनुभएको छ बाबु चाहिँ रोक्कुरै गऱ्यो कि त्यही भएर हमको मतलब बहुत कर दिया आप लोगों ने हमको कोई इधर जानते कोई भी नहीं था हमने इधर आके मौका मिला हमको है ना आप लोग के साथ खेलने का मौका मिला बहुत अच्छा लगा अच्छा शायद नेक्स्ट टाइम इधर ही होगा शायद मैं 26 में जा रहा हूँ शायद 26 में जाता हूँ अभी एक साल और मेरा इधर ही 1.5 साल और इधर अभी तो मिलेगा नहीं पता नहीं कहाँ जाएगा सिर्फ होली में मिलेगा बाद में को मिलेगा नहीं मुझे लग रहा है हाय नमस्ते सबको हैप्पी होली फिर से सबको हैप्पी होली सबको बाय आप सिर्फ बुआ के मतलब
जान ये बुआ के और किसी के नहीं है। अच्छा आपका बेटी कौन सा है आपका? ये वाला किसका है? ठीक नहीं? बाय करो सबका, बाय करो सबका। हाँ वीडियो है सब। बाय सबको, बाय आंटी, बाय सबको फिर से हैप्पी होली, हैप्पी होली बाय बाय। हाँ ठीक है ठीक है। बाबु यसरी पोकेर हजुर गाह्रो छ गाह्रो राइट। गेटमा आइसक्यो हजुर, गेटमा यहाँ आइसक्यो हजुर। यहाँ ढोका लगाएको यहाँको तर के हो नहीं यहाँ बिचरा दाइ होली सोली खेलेर भ्याइसक्नु भएछ। हामी बल्ल यत्तिकै आएको त हावाको तल दिदीहरू त सुत्नु भएको हो र? माथि सर्नु भयो कि नै त हजुर? यत्तिकै टिका लगाएर गइहाल्छौँ हामी। अर्का खेलेर नि भ्याएर नि बसिसक्नु भएछ। हेलो छोरी, नमस्ते। सुते थियो भर्खर उठेको। ल होली बोलाउनु नि त दाइलाई। टिका मात्र केही हुन मुक्दैन नि। ह्याप्पी होली छोरी। खतरा छ नि, खतरा छ नि भन्दै अझ खतरा रहेछ छोरीहरूको होली त। कति स्वायो त नि भाइलेको स्वायो है दिदीलाई त। यो हैप्पी होली। यता हेर्नु त, ल यता हेर्नु त। खोइ त एन्टीले गरेको खतरा गरेको हजुरले खतरा खै त खतरावाला हजुर, खतरा खै त खतरा होली हजुरको। तिम्रो भाइ त रुनलाई आँखा भोलि आँसु लिएर आँखामा पर्छ भयो नोजतिर लायो। आजा हावा हावामा हामी त यता आइगयो कि त्यस्तै ल जाने है, जाम 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 भनेर आइगएको। बिचरा त टाउको भरेछ।
फोटो खिच्ने आयो अब यता हेर्नु सबैले बल्ल हाँस्छ आफ्नो त आफ्नै हुन्छ भाइ मलाई बरु पछ्याउन पायो भन्दा मलाई उहरू रुन्न आफ्नो बाबाले बायो भन्यो नि त मेरो बाबु आएपछि त दुईटा बच्चा बाबु बीचमा एकपट्टिको छोरी एकपट्टिको चाबे सोच्छ मम्मी आप जाऊ रे कता जाने हो यता आएको साथीहरू ओम पुलमा यहाँको भ्यू चाहिँ यस्तो छ मेरो फोन खस्यो भने फेरि बर्बाद हुन्छ यहाँ Happy Holi, baby. So guys, हामी चाहिँ दाइहरूको घरबाट सिधै यता पुलतिर आएको हामी चाहिँ यहाँ चाहिँ फोटो खिच्ने भनेर यताको यो भ्यू देख्न सक्नुहुन्छ कस्तो रमणीय भ्यू छ यता हेर्नुहोस् न अनि अब चाहिँ फोटोसोटो खिचेर अब हामी चाहिँ घर जान्छौँ बिहान कति बेला घरबाट यस्तै 1 बजेको 2 बजे निस्केको अब चाहिँ हामी घर जान्छौँ यहाँ चाहिँ यस्तो फोटो खिच्न रोकेको छोरोको हेर्नुहोस् न छोरोको हात यस्तो छ रातै होली पो यता पो लागेको छ त मेरो छोरोलाई हाई गाइस हामी चाहिँ घरमा आइसक्यो साथीहरू भर्खरै घरमा आइपुग्यो बिचारमा बेबी चाहिँ सुत्न मन लाग्यो होला अब चाहिँ म उसलाई फिडिङ गराएर सुताउँछु गाइस हाई गाइस हामी चाहिँ घरमा आएर नुहाइ धुवाइ गरेर खाना सबै खाएर हामी चाहिँ रुममा आइसक्यौँ सो आजको हाम्रो होली कस्तो भयो हजुरले देखिहाल्नु भयो नि है आज चाहिँ हामीले एकदमै इन्जोय गऱ्यौँ मेरो बाबुको फर्स्ट होली अनि एकदमै मेमोरेबल भयो है अझ पल्टनमा भएको भए चाहिँ अझै रमाइलो हुन्थ्यो कि तर ठिकै छ जहाँ भए पनि आफ्नो फ्यामिलीसँग इन्जोय गर्नु नै ठुलो कुरा हो नि त है अनि हामी चाहिँ एकदमै रमाइलो गऱ्यौँ हामी चाहिँ उता मेरो बुढाको स्टुडेन्टहरूले बोलाएको थियो अनि उनीहरूको घरमा गयो त्यसपछि चाहिँ हामी उता दाइहरूकोमा गयो अनि त्यहाँदेखि आएर यता फोटोसोटो खिचेर घरमा आयौँ आजको दिन चाहिँ एकदमै रमाइलो भयो त्यही हो आजको लागि चाहिँ यति नै साथीहरू आई होप हजुरहरूले पनि यो भिडियो हेरेर इन्जोय गर्नुभयो होला अनि थ्याङ्क यू सो मच एभ्री वान फर वाचिङ बाई बाई लभ यु अल